हेलो गाइज, वेलकम टु माई च्यानल। आज चाहिँ म नेपालको पहिलोचोटि बनेको एक्वेरियम टनेलमा छिर्न गइरहेको छु। यो चाहिँ मेरो साथी हो र यो चाहिँ टनेलभित्र छिर्नको लागि इन्ट्रान्स भयो। अब आज शनिबार भएर पुरै भिडभाड छ। त्यो नेपालमै पहिलो पटक हामीले देख्न सकिन्छ है यो एक्वेरियम टनेल चाहिँ। शनिबारको भिडभाड चाहिँ खोइ थाहा छैन यार। शनिबारको पुरै भिडभाड छ है यहाँ चाहिँ। मान्छेको क्रेज हेर्नु भित्र छिर्नलाई पनि पुरै भिडभाड हेर्नु न यहाँ कस्तो छ यार शनिबार त आजको। शनिबारको भिडभाड है गाइस, पुरै माछाको भिडभाड। धेरै लामो प्रयास पछिको है, आधी घन्टा पछिको धक्कामक्कामा बल्ल छिर्यो। यो साग देखाइएको रहेछ अगाडि। यहाँ अगाडि फिसको फोटो राखेको रहेछ है, बच्चा बच्चीको फोटोसोटो खिच्नलाई। बच्चा बच्चीको पुरै फोटो खिच्नलाई भिडभाड छ पुरै। यहाँ मरिन फिसहरू पनि देखाइरहेको रहेछ। मरिन फिस हो हेऱ्या। अब चाहिँ हामी भित्र छिर्दैछौँ होइन। यो पुरै भिडभाड होला है। अब हामी भित्र छिर्यौँ है त, अँध्यारो पनि आउनु सक्छ होइन। है त इन्ट्रीमा सुरुमै हामीले एउटा ट्याङ्क देख्न सक्छौँ। यो चाहिँ कलर विन्डो भन्छ होइन। ट्याङ्क हेर्नु कति ठुलो छ होइन। अब मान्छेको क्रेज भिडभाड पुरै के। यो चाहिँ कलर विन्डो हो है। र अब हामी अर्को ट्याङ्क हेर्न जाउँ होइन। यहाँ चाहिँ गोल्डफिसहरू, यहाँ चाहिँ पुरै गोल्डफिसहरू रहेछ। धेरै देखेर होइन क्या, कत्रो ठुलो ट्याङ्कमा होइन धेरै देखेपछि राम्रो पनि देखिने क्या। ट्याङ्क पनि त्यस्तै 5 फिट जतिको त होला। 5 फिटको ट्याङ्क छैन यो? 5 फिटको ट्याङ्क त छ होला है। मान्छेको भिडभाड हेर्नु न, क्या भिडभाड छ यार आज शनिबार त। ओरन्डा है, ओरन्डा 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 है। ओरन्डा गोल्डफिस हो है यो। बल्कमा हेर्दा नि राम्रो देखिँदो रहेछ है ओरन्डा गोल्डफिस चाहिँ। त्यसलाई ओरन्डा गोल्डफिस भनिन्छ है, हामीले ओरन्डा गोल्डफिस भनिन्छ। र अब हामी अर्को ट्याङ्क हेरौँ होइन। यहाँ चाहिँ पुरै लाइभ बियर र फिसहरू रहेछ। गोली, त्यसपछि गप्पीहरू, त्यो एल्गी हिटर पनि रहेछ त्यहाँ। हो, अनि यो चाहिँ गप्पी र मोलीहरू चाहिँ रहेछ यहाँ चाहिँ। यो चाहिँ लाइभ बियर हो होइन। यिनीहरूले ब्रिड गर्ने बेला चाहिँ डाइरेक्ट लाइभ बर्थ दिन्छ क्या, अन्डा दिँदैन यिनीहरूले। ट्याङ्क हेर न, ट्याङ्क कत्रो छ। यो चाहिँ लाइभ बियर हो है, थोरै रहेछ है यो चाहिँ। यो गप्पी, मोली, प्ल्याटी भन्नेवाला माछाहरू हो। ट्याङ्क चाहिँ लास्टै ठुलो छ है फेरि। जाउँ अब हामी अर्को ट्याङ्क हेर्नलाई जाउँ होइन। यहाँ अर्को ट्याङ्कमा चाहिँ कमेटहरू भन्ने माछाहरू रहेछ।
ओहो यहाँ पनि पुरै भिडभाड होइन के ओहो मान्छेको आज पुरै भिडभाड शनिबार भएर छुट्टी भएर होला यो कमेट गोल्डफिस भन्छ क्या यसलाई कमेट गोल्डफिस COMET के होइन गोल्डफिसकै भेराइटी हो यो पनि यहाँ चाहिँ बल्कमा रहेछ होइन त्यहाँ राम्रो देखिँदो रहेछ बल्कमा भनेपछि चाहिँ यो चाहिँ विनोद हो है यो पनि आज घुम्न आइरहेको छ र अब हामी अगाडि बढिरहेछौँ होइन हेरौँ अगाडि के छ है यहाँ अरू पनि ट्याङ्क रहेछ है फेरि ल है ओहो यहाँ चाहिँ ठुल्ठुलो फिसहरू रहेछ होइन यसको नाम चाहिँ थाहा भएन तपाईँहरूलाई नाम थाहा छ भने चाहिँ कमेन्टमा मेन्सन गर्नुहोस् के कार्प भन्ने फिसहरू हो क्या यिनीहरू त्यस्तै के कार्प हो क्या यो एउटा यिनीहरूले मिस्टेक चाहिँ गरे भने क्या यहाँ मलाई नाम लेखिदिनु पर्थ्यो होइन कार्पहरू रहेछ होइन र अब हामी अर्को ट्याङ्क पनि एक्सप्लोर गरौँ है त मान्छेको भिडभाड हेर्नु न आज ओहो शनिबार भएर होला है क्या प्याक छ क्या ल यहाँ चाहिँ गुरामी रहेछ है यो 3 स्पट गुरामीवाला माछा हो यो चाहिँ यो गुरामी भन्नेवाला माछा हो क्या चाहिँ अलिक टन्नै थियो पहिला अहिले चाहिँ लास्टै कम भएछ ल अब अगाडि हेर्दै जाउँ होइन यहाँको लाइटिङहरू चाहिँ पुरै ब्लू कलरको भएर छ होइन यहाँ पनि कोहीहरू रहेछ यो चाहिँ कोही माछाहरू हो होइन स्याटरडे भएर पुरै प्याक छ तपाईँहरूलाई राम्ररी अब फिसहरू एक्सप्लोर गर्न मन छ भने यहाँ चाहिँ शनिबार बाहेक अरू दिन चाहिँ आउन सक्नुहुन्छ शनिबार चाहिँ छुट्टी भएर होला पुरै प्याक छ है यहाँ चाहिँ अगाडि गएर बस्नु अब यता हेर्नु न ल उसले चाहिँ पुरै फिस एक्सप्लोर गरिरहेछ होइन अब जाउँ अगाडि है अगाडि गएर अब अर्को ट्याङ्क पनि एक्सप्लोर गरौँ होइन हेरौँ कस्तो छ मान्छेको भिडभाड हेर्नु न आज कति धेरै छ कि मान्छे त ओहो यहाँ त आरटिसी भन्ने माछा रहेछ होइन आरटिसी हो रेड टेल क्याटफिस हो क्या यो आरटिसी पनि रहेछ होइन यहाँ चाहिँ यो सार्क हो यो ओस्कार हो यो चिक्लेट्सको यो यो त आरटिसी हो यो अनि यो आरटिसी हो होइन त्यसपछि अहिलेसम्म हेरेँ ठाउँमा चाहिँ अलि राम्ररी केयर भएको ट्याङ्क भने चाहिँ यही रहेछ है एउटा चाहिँ यो चाहिँ एरोना फिस हो तर अब एरोना चाहिँ के स्ट्रेसमा गएर हेर्नु न यस्तो रहेछ है केयर छैन केही छैन र अब अर्को ट्याङ्क चाहिँ हेरौँ होइन हामीले हेर्नु न भिडभाड हो के भिडियो खिच्नै नसकिने यार ओहो यहाँ हाम्रो काम्फा रहेछ होइन फ्लावर माछा हो यो चाहिँ हाम्रो नाछा पसलबाट ल्याएको है यो 1 लाखको माछा यही हो यो नाछा पसलको हो होइन यो माथि नाछा पसल भनेर पनि लेखाएको छ फ्लावर यसको फिमेल चाहिँ कहाँ गयो यसको फिमेल पनि थियो यार यहाँ आउँछ हेर्नु यो 1 लाखको माछा हो है यो चाहिँ हाम्रो चाहिँ यो इन्स्टाग्रामहरूमा पुरै भाइरल भइरहेको माछा यही हो है यो नाचा पसलबाट आएको माछा हो यत्रो ट्याङ्कमा चाहिँ एउटा मात्र फ्लावर हुन्छ है अहिले यहाँ चाहिँ राम्रो केयर छ अब हामी अगाडि बढ्दैछौँ ओहो अब यहाँ अगाडि बढ्छौँ अब हामी टनेलभित्र छिर्न गइरहेका छौँ है साथी पुरै मक्ख परेर उत्साहसहित छिर्न खोजिरहेको छ अब ल अब हामी भित्र छिर्दैछौँ
यो चाहिँ टनेलभित्रको पुरै भिडभाड हो है। टनेलको भिडभाड हेर्न सक्नुहुन्छ कति धेरै मान्छे हो होइन। सबको हातमा सब बच्चा बच्चीहरू के भिडभाड हेर्नु न भिडभाड छिने हेर्नु बिरो तब भिडभाड हेर्न सक्नुहुन्छ। र अब चाहिँ हामी टनेलभित्र छिर्न गइरहेका छौँ होइन। र इन्ट्रान्समै हामीले पुरै ओरोन्डा गोल्फिसहरू लिन सकिन्छ। यो ओरोन्डा गोल्फिस है इन्ट्रान्समै रहेछ होइन। है यो चाहिँ फर्स्ट टाइम एक्सपिरियन्स हो है नेपालमा चाहिँ यो ओरोन्डै गोल्डफिसहरू है यो। कसरी इन्डियाबाट ल्याएर है विनोद सोच न मलाई। र है भिडभाड हेरौँ है यहाँ कस्तो छ भिडभाड चाहिँ होइन। शनिबार चाहिँ एभोइड गरौँ है आउनलाई। शनिबार एभोइड गरौँ अरू टाइम मिलाएर। यहाँ पनि गोल्डफिसकै भेराइटीहरू रहेछ सबै ओरोन्डा गोल्डफिसहरू अनि रेड गोल्डफिसहरू रहेछ होइन। यो चाहिँ नेपालमै पाइन्छ है। यहाँ चाहिँ हामीले प्यारोटको फिस देख्न सकिन्छ होइन। यो चाहिँ हाम्रो प्यारोट फिस हो है। सार्कहरू पनि रहेछ होइन। चाहिँ प्यारोट फिस भनिन्छ है यसलाई हामीले प्यारोट भनिन्छ होइन। र हजुरलाई थाहा छ भने यो माछाको नाम चाहिँ के हो भनेर एउटा कमेन्ट गरिदिनु है त। माथि ओस्कार पनि रहेछ है यो प्यारोट है हेर्नु क्या राम्रो छ यार। कस्तो राम्रो क्वालिटीको प्यारोट। ल है यो प्यारोट हो है। यहाँ ओस्कार पनि रहेछ है। यो चाहिँ ब्ल्याक ओस्कार र व्हाइट ओस्कारहरू रहेछ है। ओस्कार हो यो चाहिँ ओस्कार भनिन्छ है यसलाई हामीले। ओस्कार हो है यो जाइन्ट रहेछ है ओस्कार चाहिँ प्यारोट हो होइन। राम्रो क्वालिटीमा रहेछ क्वालिटी। माथि सार्क पनि रहेछ है यो सार्क भनिन्छ यसलाई। है अब हामी अझै भित्र जाँदैछौँ है। यता एउटा एक्स्ट्रा ढोका बनाएर चाहिँ पछिको लागि होला के गर्नलाई होला होइन। ल यहाँ चाहिँ अब कोहीहरू रहेछ होइन। यहाँ सकर पनि रहेछ अगाडि। हो यो चाहिँ हो नि त फिल्ममा है। ल है कोहीहरू है यिनीहरू कोही है यसलाई हामीले कोही भनिन्छ है। हामीले एक्सपिरियन्स चाहिँ राम्रो एक्सपिरियन्स हो होइन। तर यो माछाहरू सबै नेपालमा चाहिँ पाइन्छ है हामीले। नेपालमा इजिली एभाइलेबल हुने माछाहरू है यो चाहिँ। तर साइज चाहिँ ठुलो क्या। सबै 1 फिटभन्दा ठुलो छ होला है बिनु त्यो त। ल है हेर्ने क्या राम्रो देखिँदैछ है मुभु भएको जस्तो यो। ल है भिडभाड हेर्नु सक्नुहुन्छ होइन। कति छ कति भिडभाड मान्छेहरू भिडभाड चाप पुरै चाप क्या मान्छेको। है त अब हामी अगाडि
अगाडि बढिरहेका छौँ अब ल है कत्रो लामो है त्यो माछा त कोही ल यो चाहिँ एल्गिगेटर हो है यसलाई हामीले सकर भनेर नि नाम दिन सकिन्छ यो सकर हो है मसँग छ घरमा एउटा चाहिँ यसलाई त प्लेको पनि भनिन्छ है हामीले यो प्लेको पनि हो है ल है भिडभाड हेरौँ होइन यस्तै छ शनिबार चाहिँ हामी नआउँ यहाँ पनि जाइन्ट फिसहरू रहेछ होइन हाम्रो क्याटफिस आयो है क्याटफिस आयो क्याटफिस छ होला यो त काटेर खायो भने है अब हामी टनेलको अब अलिकति अगाडि बढ्दैछौँ होइन गर्मीले पाक्न लागिसक्यो पुरै आउन चाहिँ शनिबार चाहिँ एभोइड गरौँ है शनिबार नआउँ है फ्लुइड चाहिँ राम्रो छ है ल है है अब हामी इन्डिङतिर आउँदैछौँ है है हजुरहरूलाई माछाको नाम थाहा छ भने यो माछाको नाम के हो भनेर कमेन्ट गरिदिनु होला ल है अब यहाँ चाहिँ एलिगेटर जार रहेछ है एलिगेटर जार भनिन्छ यसलाई चाहिँ एलिगेटर जार यहाँ रहेछ एउटा अनि त्यसपछि यहाँ रहेछ है ठुल्ठुलो साइजको तर अब पानी फोहोर भएर होइन त्यति राम्ररी देखिन चाहिँ छोडिसकेछ अनि यहाँ चाहिँ अनि मेल मर्मेड पनि थियो त मेल मर्मेड आज देखिएन यार एउटा मेल मर्मेड पनि थियो क्या ल है यो आरटिसी हो है हाम्रो यही हो आरटिसी हेर्नु आरटिसी त्यो पनि एलिगेटर जारे हो यिनीहरू एग्रेसिभ माछाहरूमा गनिन्छ है हामीले यो एलिगेटर गार भनिन्छ यसलाई यो एलिगेटर गार हो है एलिगेटर गार चाहिँ ठुल्ठुलो रहेछ आरटिसी एलिगेटर गार हो है यो चाहिँ बस बस यता फर्किन है हाम्रो विनोद साथीले फोटो खिचिरहेको छ ल है एलिगेटर गार र आरटिसी छ है यो चाहिँ तर यो अब यो पुरै फोहोर भएर चाहिँ अनि त्यति राम्ररी देखिन छोडेछ यो चाहिँ है अब हामी अब यति नै रहेछ टनेल होइन अब भिडभाड हेर्न सक्नुहुन्छ भिडभाड कति धेरै छ होइन मान्छेको यो गर्मीले गर्दा पुरै पाकिसक्यो मान्छेको भिडभाड हेर्नु शनिबार चाहिँ हामीले एभोइड गर्नुपर्छ है आउनलाई चाहिँ एक्जिट डोर है यो चाहिँ त्यो उताबाट छिर्ने यताबाट एक्जिट गर्ने यो गर्दा चाहिँ एउटा भिडभाड चाहिँ पुरै कन्ट्रोल भइरहेको छ होइन अब चाहिँ यति नै रहेछ होइन एक्वेरियम टनल चाहिँ तर हामीले एक्सपेक्ट गरे अनुसार फिसहरू चाहिँ त्यति साह्रो रहेनछ अब अरू भने त्यो शनिबार चाहिँ नआउनु होला पुरै भिडभाड होइन सबै यस्तै छ भिडभाड मान्छेको चाकोच माछा त्यस्तै मरेहा सबै त्यस्तै मरेहा केही छैन प्रपर केयर रहेनछ तर हामीले एक्सपेक्ट धेर गरेर होला तर यदि तपाईँहरू माछामा इन्ट्रेस्ट हुनुहुन्छ भने चाहिँ एकचोटि चाहिँ आउन सक्नुहुन्छ ल हस् धन्यवाद
हाम्रो साथी चाहिँ यो खेल्न गइरहेको छ होइन उसलाई लास्ट रहर लास्ट यस्तो खेल्नलाई यो चाहिँ यो उल्टा पुल्टा बनाउँदो रहेछ ए यहाँ बच्चा बच्चीलाई शनिबारको दिन चाहिँ भुल्याउन ल्याएको चाहिँ हुँदो रहेछ फन पार्क जस्तै यो मेला आइरहेको रहेछ मान्छेको भिडभाड हेर्नु न कति धेरै छ कति क्या त्यो दाइले कन्ट्रोल गरेर अनि त्यो कन्ट्रोल हुँदैछ नि विनोद है त्यो दाइले त्यहाँबाट त्यो कन्ट्रोल गरिरहेको रहेछ त्यो लिभरले कन्ट्रोल गर्दो रहेछ अनि हुँदो रहेछ यार